शेरबहादुर देउवालाई कस्तो अवस्थामा देख्नु भएको थियो यहाँले? अब फेरि तपाईँले दोहोऱ्याउनु भयो हेर्नुहोस् अहिले एकदम साधारण अवस्थामा देख्यो भने मासाङ गल्लीमा 25 पैसा ग्लास रौसी खाएको देख्यो। तपाईँलाई के है मासाङ त्यही न्यु रोडमा जम्मा भइसकेपछि अहिले मैले न्यु रोड कुरा गरेँ नि 3 बजेपछि हामी सबै जम्मा हुनु पर्थ्यो। ती नै संसारभरिको के त जम्मै अधिराज्यभरिका मान्छे त्यहाँ आउँथे। ती नै त्यहाँ विचार आदान प्रदान र समाचार आदान प्रदान हुन्थ्यो। त्यहाँ टेलिफोनको व्यवस्था थिएन। नभइसकेपछि अनि ती नै सिआइडी आउँथ्यो, ती नै पौडिन्थ्यो। अनि हामीहरूको एउटा कोड वर्ड थियो भन्नु भएन कि पछाडि सिआइडी उभियो भने 394 भन्थ्यौँ हामीले। 3CIC 9 आईको 9 हुन्छ है, D4 हुन्छ कि। अनि साथीलाई कोड के गर्नु भने 394 त्यहाँ पछाडि सिआइडी उभियो है भनेर नि। अनि हाम्रो नारा के हुन्छ थाहा छ? जुलुस लिएर हिँडेपछि नारा लायो अनि 18 जोकर हुनैपर्छ भन्थ्यौँ हामीले। 18 जोकर हुन सत्ता पल्टिनुपर्छ हेर्नुहोस् है। अनि भन्यो नारा पुलिस पनि जिल खान्थ्यो। के भन्छ भाइ यो चाहिँ भयो नि नारा गर्दै गर्दै गयो भने 18 जोकर हुनुपर्छ, 18 जोकर हुनुपर्छ। अनि 18 जोकर हुन सत्ता पल्टिनु पऱ्यो नि हेर्नुहोस् अहिले। र त्यस कारणले अब धेरै कुरा चाहिँ हेर्नुहोस् मान्छेलाई पुगेर भएन। भनेपछि 25 पैसामा खान पाएँ त्यो मासाङ गल्लीमा। त्यहाँ 25 पैसामा रक्सी खा मान्छे देउवा। पछि उहाँकै घरमा कति करोड हाराहारीको कतिको रक्सी भेट्यो। त्यो चाहिँ वाहियात हो भन्ने थियो है। अब हेर्नुहोस् त्यो चाहिँ वाहियात हो। त्यो जेन्जी आन्दोलनका क्रममा बुढा नीलकण्ठ घरमा त्यो चाहिँ वाहियात कुरा हो। जुन रक्सी त्यहाँ उसको देखियो त्यत्रो महँगो रक्सी होइन। मलाई पनि म पनि रक्सी पारेकी मान्छे हुँ। रक्सी छन् 15 लाखसम्म पर्ने रक्सीहरू पनि छन् बुझ्नु भएन कि। मैसँग धेरै महँगो रक्सीहरू पनि चिया खोलेर हेऱ्यो भने। र त्यस कारण कुरा के छ भन्नुहुन्छ भने त्यो चाहिँ वाहियात कुरा हो। त्यस कारण कोसेली आउँछन्, दुनियाँ आउँछन्, रितुहात मान्छे आउँदैन। अहिले जमाना उही बेला जिम्मल भेट्न आउँदा दहीको ठेकी लिएर आउँथ्यो नि। अहिलेको जिम्मल भेट्न रक्सी बोतल लिएर जानुपर्छ हेर्नु चाहिँ भने नि। त्यो चाहिँ होइन हेर्नुहोस् है। त्यस कारणले चाहिँ नि जुन प्रकारले यिनीहरूले स्ट्यान्डर्ड बेचिसकेपछि अब मैले डाइरेक्ट कुरा नगरौँ। रोहितलाई कसले सोधेको छ? रोहित भक्तपुरको नारायणमान विजुक्षलाई सोधिदिएको छ। कुन पत्रकारले सोधिसकेपछि रामचन्द्र जब राष्ट्रपति हुँदा क्यान्डिडेट भइसक्यो अरे उनलाई त मिस्टर क्लिन भनेर के त भन्छन् नि त रोहितजी भन्दा खै असनमा ल्याएर अमिलो बेचेर पढे हामीलाई थाहा छ है। कता त्यत्रा घर बनाए कसरी क्लिन भयो मलाई थाहा छैन भनेर रामचन्द्र संस्कृत पाठशालामा पढाए मान्छे हो नि भन्दा होइन। चार उसमा चाहिँ नि तिनधारामा संस्कृत पाठशालामा। र त्यस कारण कुरा के छ भने मलाई सबैभन्दा ठुलो हाँसो चाहिँ के उठ्यो भने राजा महाराजाहरूले मोज गर्यो, राजा महाराजा छोराले उ गर्यो भने यी त राजा महाराजाभन्दा ठुला भयो भनेपछि राजनीति कस्तो रहेछ हेर्नुहोस्। कहाँबाट कहाँ पुर्याउँदो रहेछ मान्छेहरूलाई र कहाँबाट कहाँ खसाल्दो रहेछ। भनेपछि देउवाको त्यो हैसियत होइन तपाईँले जो देउवाको के त पनि एउटा सानो के त पनि 1.5 रोपने कम्पाउन्डमा बस्ने त्यही पनि उसको घरको हैसियतले होइन बुझ्नु भएन कि। उसको घरको हैसियत म त पुगेँ नि त रुवा खोला भन्ने ठाउँमा नि जानुभयो। कस्तो कुरा गर्नु छ भने नि त्यो हेर्दाखेरि त हामी त धेरै धनी नि। कस्तो कुरा गर्नुहुन्छ तपाईँ चाहिँ नि। र त्यसमा ऊ मान्छेको हैसियत के हो त भने त्यही पनि चन्दा दिएर 1 रोपनीसम्म घर बनाएर बस्न सक्ने मान्छे हो बुझ्नु। तर उसको जुन आलेसन उसले बनाए कसरी भने मैले बारम्बार भन्थेँ अनैतिक पैसा कमाएर नैतिकताको पाठ दिनेहरू निनाउँछन् होला घरमा भन्थेँ मैले नि। त्यस कारणले चाहिँ औकातभन्दा ठुलो काम जब गर्छ बुझ्नु भएन कि त्यो त यो भइहाल्छ हेर्नुहोस्। कसैले बिगार्दै होइन आफै बिग्रिया हुने यिनीहरू। र अहिले त्यही हो कुरा नि। त्यो त अहिले त तपाईँलाई त के त हामीले सपना देखेको त आँखा मिचेर हेरेको छौँ कि उल्का भयो यस्तो पनि हुँदो रहेछ, यस्तो पनि हुँदो रहेछ।